परम्परागत रातो इँटाबाट मजाले घर बनिरहेकै छ त, अनि किन चाहियो यो एएसी ब्लक? अटोक्लेव्ड एरिएटेड कङ्क्रिट यानि कि एएसी ब्लकहरू विश्वभरि नै भवन निर्माणको लागि एकदम लोकप्रिय छन् र नेपालमा पनि लोकप्रिय हुँदै गएका छन्। त्यो किन भन्दा एएसी ब्लकबाट भवन निर्माण गर्नुमा धेरै फाइदाहरू छन्। पहिलो फाइदा त एएसी ब्लक परम्परागत रातो इँटाभन्दा धेरै नै वेटमा हलुका हुन्छ, जसको कारण एएसी ब्लकबाट बनेको घरको बिम पिलरमा लोड पनि कम हुन्छ। त्यसैले बिल्डिङलाई सुरक्षित राख्न धेरै सजिलो हुन्छ। विशेष गरी भूकम्पको जोखिम भइरहने नेपाल जस्तो देशहरूमा एएसी ब्लक अति नै उत्तम मानिन्छ। एएसी ब्लकले हजुरको भवन निर्माणको खर्च पनि कम गराइदिन्छ, किन भन्दा यो साइजमा अलिक ठुलो हुन्छ, त्यसैले थोरै ब्लकमै घर तयार हुन्छ। भवन निर्माण गर्दा धेरै सिमेन्ट, बालुवा, स्टिल प्रयोग गर्नु पर्दैन, अनि फेरि घर पनि चाँडै बन्छ। अर्को फाइदा भनेको एएसी ब्लक प्रयोग गर्दा थर्मल इन्सुलेसन पनि पाइन्छ। भन्नाले एएसी ब्लकबाट बनेको भवनमा जाडोको समयमा भित्र न्यानो हुन्छ भने गर्मीको समयमा भित्र शीतल हुन्छ। थर्मल इन्सुलेसन मात्र होइन, एएसी ब्लक साउन्ड प्रुफ पनि हुन्छ। त्यसैले बाहिरको आवाज भित्र आउन पाउँदैन र भित्रको आवाज पनि बाहिर जाँदैन। फेरि हलुका छ भन्दैमा यो कमजोर हुन्छ भन्ने नसोच्नु होला। हलुको भए पनि एएसी ब्लक मजबुत हुन्छ, त्यसैले भवन धेरै समयसम्म टिकी नै रहन्छ। यति धेरै फाइदा हुने यो एएसी ब्लक किन प्रयोग नगर्ने त? आजै विचार गर्नुहोस् है त। हजुरलाई भवन निर्माण गर्न नेपालकै सर्वोत्कृष्ट एएसी ब्लक जिकोलाइट एएसी ब्लक चाहिन्छ भने हामीलाई सम्झनुहोस्। नेपालभर यो ब्लक उपलब्ध छ। थप जानकारीका लागि हामीलाई मेसेज गर्न सक्नुहुनेछ।